नमस्कार हजुरहरू सम्पूर्णलाई खुसीको सुसन्देश लिएर आएकी छु है। तपाईहरुलाई भन्नु पर्दाखेरि खुसीको खबर या खुसीको सुसन्देश के हो भन्दाखेरि अब भने हाम्रा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्री महोदयले सरकार घर आँगनमा यानी सरकार हाम्रो फोनसम्म नै भन्ने एउटा नयाँ युगको हिजो मात्र 13 अक्टोबर मुख्यमन्त्री कार्यालयबाट शुभारम्भ भएको छ। यो विषयमा म तपाईहरुसँग केही चर्चा अनि परिचर्चा गर्न गइरहेछु र कनेक्ट टु सीएम चाहिँ के हो भन्दाखेरि कतिजना हाम्रा ती दुर्गम क्षेत्रमा भएका दाजुभाइ दिदी बहिनी होस् या निम्न दर्जाका ती आमा बाबु या दाजुभाइ दिदी बहिनी होस्, उहाँहरूले सीएम साहबसँग डाइरेक्ट कुरा गर्न सक्नुहुन्न है। र उहाँहरूको कति दुःख, कति गुनासोहरू, कति कुराहरू रहेको हुन्छ, कति विषय वस्तुहरू है जुन चाहिँ कामहरू भइरहेको छैन। तर हाम्रो सिक्किम सरकारका मुख्यमन्त्री महोदयको चाहिँ के धारणा रहेको छ, उहाँको विचार रहेको छ भन्दाखेरि ती दुर्गम क्षेत्रमा रहेका, ती दुःख पाएका, जसको काम भएको छैन, जसको काम चाहिँ सीएम साहबको नजरसम्म आएकै छैन र त्यहाँ दुःख पाएर बस्नु भइरहेको छ, उहाँहरूको सुविधा सेवाको निमित्त यो एउटा मुख्यमन्त्री कार्यालयबाट कनेक्ट टु सीएम भन्ने हिजो मात्र है शुभारम्भ भएको तपाईहरुलाई मैले अघिबाटै जानकारी दिइसके र यसको नम्बर रहेको छ। तपाईहरुले पनि आफ्नो गुनासो, आफ्नो दुःखहरू सिधा फोन गरेर राख्नु सक्नुहुनेछ। यसको फोन नम्बर छ 8001681188। नोट गर्नुहोस् है त, अर्को नम्बर पनि भनिरहेकी छु 9327781188। अनि म नेपालीमा पनि भन्न गइरहेछु कि कतिजनाले है नेपालीमा फेरि मजाले बुझ्नु सक्नुहुन्छ ती हाम्रा आमा बाबुले, उहाँहरूको लागि 8006811888 93327811188। यी दुईटा नम्बरमा तपाईहरु कल गरेर डाइरेक्ट मुख्यमन्त्री कार्यालयमा है तपाईहरुले सम्पर्क गरेर आफ्नो गुनासोहरू, आफ्नो काम विषयमा तपाईहरुले डाइरेक्ट सम्पर्क गर्न सक्नुहुनेछ र तपाईहरुले यस सुविधा पनि एकदम पाउनुहुनेछ र तपाईहरुको काम 100% हुनेछ। र अर्को कुरा, यो कार्यालय चाहिँ कहिले कहिले खुल्ला हुन्छ भनेर सोच्नुहुन्छ भने तपाईहरुलाई भन्न चाहन्छु 365 डे है 365 दिनै ओपन हुन्छ। कुनै फेस्टिभल होस्, जुनै पनि छुट्टीको दिनहरू होस्, मुख्यमन्त्री कार्यालय चाहिँ बन्द हुने छैन र तपाईहरुले सम्पर्क गर्ने समय चाहिँ हुनेछ बिहानी 10:30 देखि लिएर 4 बजीसम्म कुनै पनि समय तपाई फोन गरिकिन तपाईको आफ्नो गुनासोहरू, आफ्नो कुराहरू, आफ्नो विषयहरू राख्न सक्नुहुनेछ भन्दै म यहाँबाट जानकारी दिन चाहे। र अर्को विशेष कुरा पनि म तपाईलाई भन्नु पर्दाखेरि है कनेक्ट टु सीएम भन्दाखेरि डाइरेक्ट हामी सीएम साहबसँगै बात गर्न पाउँछौँ भनेर कतिपय मेरै अति प्यारो साथीहरू जो दुर्गममा बस्नुहुन्छ उहाँहरूको पनि कल आइरहेको थियो। र तपाईहरुलाई भन्नु पर्दाखेरि तपाई कतिजना त मैले फोन मार्फतै भनिसकेकी छु, तपाईहरुले डाइरेक्ट चाहिँ होइन तर सीएम साहबसम्म नै तपाईहरुको कुरा पुगोस्, किनकि सीएम साहबले हरेक एकलाई भेट्नु त है सम्भव छैन, किनकि हामी आफै पनि एक जनालाई भेट्यो भने कहिले सक्दैन, झन् उहाँ त सिक्किमको लागि दिन रात खट्नुहुन्छ है। अनि उहाँले एक जनालाई भेट्नु सम्भव नभएकै कारण तर मुख्यमन्त्री कार्यालयमा नै यो कागजहरू तपाईले दिएर 100% तपाईको कामहरू हुनेछ भनेर म यहाँबाट जानकारी दिइरहेकी छु। र तपाईहरुलाई थाहा भयो है यो अफिस चाहिँ बिहानी 10:30 देखि 4 बजीसम्म खोलिनेछ। यस अफिस खुल्ला 365 दिनै रहनेछ, नो होलिडेज है, नो छुट्टी। यहाँ चाहिँ खालि जनताको कामको लागि हुनेछ। अब भने जनताको कुनै पनि काम थातीमा रहने छैन, जनताको घर घरमा खुसी आउनेछ, जनताको आवाज सुनिनेछ र समाधान पनि गरिनेछ। र कनेक्ट टु सीएमले फेरि एकपटक प्रमाण गरेको छ कि गोले छ त सम्भव छ, गोले छ त सम्भव छ। हाम्रो अति प्यारो जननायक है सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेज्यू प्रति हार्दिक नमन अनि धन्यवाद चढाउँदछु। उहाँले यति धेरै जनतालाई सोचेर जनताको माझमा सरकार पुर्याइदिनु भनेको
हाम्रो लागि बहुत अहोभाग्यको कुरा हो भन्दै म शिला हुन्छन् राई तपाईँहरूबाट बिदा लिन गइरहेको छु। आशा छ तपाईँहरूले बुझ्नुभयो भनेर र प्रतिक्रिया दिनुहोस् होला र तपाईँहरूको साथीभाइ तपाईँहरूको छेउछेउमा पनि सबैलाई थाहा होस् भनेर एक एकवटा सेयर पनि गरिदिनुहोस्। धन्यवाद।